हेलो गाइज, आज चाहिँ हामी गएका थियौँ डर्टी डक्स। यो चाहिँ काठमाडौँबाट चोभार हुँदै टौदह जाने, टौदह कट्ने बित्तिकै त्यहाँ बिग मार्ट छ। त्यो बिग मार्टको साइजबाट चाहिँ हामीहरू चाहिँ माथि चढ्ने पर्छ। त्यहाँ चाहिँ डर्टी डक्स छ। यो चाहिँ खासमा बच्चाहरूको लागि खेल्ने ठाउँहरू पनि छ यहाँ, अनि हाइकिङ पनि जान मिल्ने रहेछ। हाइकिङ चाहिँ 1 आवरको भन्छ, तर हामी चाहिँ छिट्टै आयौँ। त्यसमा इन्ट्री फी चाहिँ लाग्दो रहेनछ, तर हाइकिङ जानुहुन्छ भने चाहिँ फुल फी पर्छ। त्यसपछि त्यहाँ गएपछि अब केटकेटीहरू छ, अब बाख्रा, भेडा, डक पनि, त्यसपछि लौकट, खरायो, कुकुरा, कुकुर, बुनु त कति खुसी चलाउनु छ। अनि उहाँहरूले लैजानु अहिले घाँस खाएको हेर त सानो यो यी साना साना घरहरूमा चाहिँ ऱ्याबिट खरायो, अनि त्यसपछि पिग, डेन्ट्यान भनेको कुखुराको प्रजाति नै भयो। त्यसपछि छ कालिज, यता छ खरिब गोठ, त्यसपछि छ सिप, त्यसपछि यतापट्टि छ लौकट, अनि त्यसपछि डक। यहाँ चाहिँ लोकल तरकारीहरूको बिउ पनि राख्नु भएको रहेछ। त्यहाँ पिङ हेर्नु मन लाग्छ भने पिङ पनि छ। अनि उहाँले काठकै सामानहरू मात्र राख्नु भएको छ। काठकै सामानहरूबाट बस्ने चियर, खेल्ने कुराहरू बनाउनु भएको छ। यो सबै बच्चाहरू खेल्न मिल्ने काठको बनाइदिनु भएको छ कि त्यो आर्टिफिसियल स्लाइडहरू यताउति छैन होइन। अनि यो चाहिँ बालुवामा खेल्न मिल्ने ठाउँ। बालुवा पनि एकदम राम्रो रहेछ, किनकि मेरो बच्चाको मैले डबल कपडा लगेको थिएन होइन। बच्चाहरू मजाले खेले, तैपनि त्यो कपडाहरू चाहिँ फोहोर भएको थिएन। पोको गर्दैछ बुनुले हेर नि डक खेला। वाउ यस्तो मजाले बसेर भुइँमा खेलिरहेको थियो होइन नानी, तर उसको कपडा त्यस्तो फोहोरै छैन क्या, भएन कि। त्यो बालुवा कस्तो राम्रो खालको भयो। अब चाहिँ हाम्रो हाइकिङ जाने पालो आयो होइन। सुरुमा रेडी हुन जानुभएको छ सबभन्दा ठुलो मान्छे, नाना लाउँदै हुनुहुन्छ। ज्ञानी भएर के फेरि अरू बेला नमान्ने मान्छे पनि त्यहाँ चाहिँ ज्ञानी भएर बस्नु भएको छ। दिदी मिलाइदिँदै हुनुहुन्छ। टोपी लगाऊ भनेको टोपी तानेर आफै लगाउन खोज्छ कि फेरि। त्यसपछि तिनले उहाँको कपडाहरू मिलाइदिँदै हुनुहुन्छ। टोपी लगाऊ भनेको टोपी निकालेर लगाउनलाई रेडी। त्यसपछि टोपी लगाउनु पाएको छैन, फेरि दौडेर कहाँ जानुहुन्छ थाहा छ? हाँस हेर्नलाई जानुहुन्छ। अनि टोपी लाउनु भयो, अब कहाँ जानुभयो? ए बुनु त्यसपछि रेडी भएर आउनु बाबा। के हो बुनु? के रहेछ बुनु? यो
के हो प्रियांश के हो नयाँ ठाउँमा घुमाउन लाँदाखेरि त्यो ठाउँको बारेमा इन्फर्मेसन दिन्छ अनि कसरी जाने के गर्ने के गर्नु हुँदैन त्यो सबै कुरा जानकारी यहाँनिर फोन गर्दै घुमाएर ल्याउने मान्छेलाई गाइड हुन्छ है र गाइडले भनेको कुरा बिलिभ गर्नुपर्छ त्यसपछि गाइडले भनेका सबै कुरा सोचेर हामी हिँड्यौँ तलतिर हाइकिङको लागि। प्रियांश चाहिँ अलिक डराउने, बुनु चाहिँ ऊ ए हस् हस् खोइ त लट्ठी टेकेको नि त्यसपछि हाइकिङबाट आएर हामीले खायौँ मिनी बर्गर, मोमो, कर्न, क्रिस्पी कर्न, फ्रेन्च फ्राइज। त्यसपछि सकेर आयौँ काठमाडौँतिर। यदि तपाईँहरू पनि बच्चाहरूलाई कतै लैजाऊँ भन्ने सोच्नु भएको छ भने त्यहाँ जाँदाखेरि हुन्छ। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। त्यसपछि आएर हामीले खायौँ मिनी बर्गर, मोमो, क्रिस्पी कर्न र फ्रेन्च फ्राइज। त्यसपछि खाजा खाएर हामी हिँड्यौँ काठमाडौँतिर। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। तपाईँहरू पनि सानो बाबु नानी छ र एक्सप्लोर गर्न चाहनुहुन्छ भने पक्कै जानु होला है।